सो मैले चाहिँ बीबीएस फर्स्ट इयरको बिजनेस इङ्ग्लिसको लागि चाहिँ ब्रुचर राइटिङको फर्मेट लिएर आइसकेको छु, जुन चाहिँ कि 10 मार्क्समा आउँछ। यो चाहिँ एकदमै इम्पोर्टेन्ट भएको कारणले चाहिँ मैले 1 बाई 1 सबैको फर्मेटहरू चाहिँ लिएर आउनेछु। यो चाहिँ हाम्रो ब्रुचर राइटिङको रहेको छ। अब ब्रुचर राइटिङ चाहिँ एकदम सिम्पल छ है। यसमा चाहिँ सुरुमा हामीले के गर्नुपर्यो त भन्दाखेरि कुनै पनि एउटा कम्पनीको लागि ब्रुचर बनाउनु पर्ने छ भने त्यसको टाइटल लेख्नुपऱ्यो। सुरुमा टाइटल अथवा हेडिङ लेख्नुपऱ्यो। त्यस पछाडि इन्ट्रोडक्सन प्याराग्राफ लेख्नुपऱ्यो। त्यो कम्पनीको बारेमा हामीले के गर्नुपऱ्यो, इन्ट्रोड्युस गर्नुपऱ्यो। त्यो कहाँ लोकेटेड छ, त्यसको सर्भिसेस के हो, त्यो कहिलेदेखि चलिआएको छ, त्यति लेख्नुपर्छ। त्यस पछाडि भिजन लेख्नुपर्छ त्यसको भिजनहरू चाहिँ के हो त, कस्टमरलाई कसरी त्यसले सेटिस्फ्याक्सन दिन्छ, कसरी त्यसको देशलाई अथवा कन्ट्रीलाई अथवा त्यसले जुन सर्भिस दिइरहेको छ त्यो पाटोलाई त्यसले कसरी हेल्प गरिरहेको छ, सघाइरहेको छ भन्ने कुरा पनि यसमा देखाउनुपर्छ। अब मिसन अथवा अब्जेक्टिभ भनेको चाहिँ के भन्दाखेरि यसको अब्जेक्टिभ चाहिँ के हो त, यसले कस्तो टाइपको चाहिँ सर्भिस दिइरहेछ, कसरी चाहिँ तपाईँलाई बेनिफिट पुऱ्याइरहेको छ होइन, त्यो कुराहरू चाहिँ लेखिदिनु पऱ्यो। अब स्पेसिफिक वर्क एरिया भनेको कुन कुन एरियामा काम गरिरहेछ, जस्तै कि टुरिज्ममा काम गरिरहेछ, एडभेन्चरमा काम गरिरहेछ, हिस्टोरिकल टुर्सहरूमा काम गरिरहेछ, त्यस्तो टाइपको के गर्नु पऱ्यो त, स्पेसिफिक वर्कहरू चाहिँ लेख्नु पऱ्यो। अब टेल भनेको चाहिँ के हो भन्दाखेरि थ्याङ्क यू भन्ने हो क्या। त्यो जसले चाहिँ यो ब्रुचर पढिरहेछ त्यसलाई चाहिँ थ्याङ्क यू हामीलाई चुज गर्नुभएकोमा भन्ने हो, ताकि उसले चाहिँ के होस् भन्दाखेरि मोटिभेसन होस् चुज गर्नको लागि हामीलाई। अब उसले के लास्टमा यदि गरिसकेपछि कन्ट्याक्ट नम्बर, आफ्नो कन्ट्रीको नाम अथवा लोकेसन, त्यो हाम्रो कम्पनीको, अनि को हो त्यसको प्रोप्राइटर, अनि त्यस पछाडि इमेल लेख्नु पऱ्यो, मोबाइल नम्बर र फ्याक्स नम्बर लेख्नु पऱ्यो। अब यसको एउटा इक्जाम्पल चाहिँ यो रहेको छ। एउटा हरिओम ट्राभल्स भन्ने कम्पनी छ अरे, त्यसले चाहिँ के गर्छ अरे भन्दाखेरि यो चाहिँ वान अफ द बेस्ट ट्राभलिङ एजेन्सी अरे नेपालमा होइन। यसले चाहिँ 5 वर्षभन्दा बढीदेखि चाहिँ सर्भिस प्रोभाइड गरिरहेछ भनेर लेखेको छु मैले। अब यो चाहिँ हाम्रो झापामा अवस्थित भएको छ भनेर लेखेको छु। अब यसको भिजन चाहिँ के हो भन्दाखेरि यसको भिजन चाहिँ सर्भ आवर बेस्ट टु द गेस्ट हु ट्रस्ट अस भन्ने कुरा आउँछ यहाँनिर। अब हामीले चाहिँ आफ्नो बेस्ट चाहिँ सर्भ गर्न खोजिरहेको छौँ आफ्नो गेस्टलाई भन्ने यसको भिजन हो अरे। अब यसको मिसन अथवा अब्जेक्टिभ के हो भन्दाखेरि टु प्रोभाइड सेफ्टी टु द गेस्ट, टु प्रोभाइड भ्याल्यु एज द मनी पेड, टु हेल्प गेस्ट गेट द मोस्ट एक्सपिरियन्स, टु प्रमोट सस्टेनेबल टुरिज्म। अझै हामीले थपेर लेख्न सक्यो। अनि यसको स्पेसिफिक वर्क एरियाज भनेको चाहिँ के अरे त भन्दाखेरि कल्चरल टुर, एडभेन्चर्स, हिस्टोरिकल टुर्स, माउन्टेनियरिङ, अनि लास्टमा हामीले थ्याङ्क यू फर बिलिभिङ इन आवर सर्भिस, कन्ट्याक्ट अस नेपाल, मिस्टर शुक्रराज शर्मा, इमेल hariomtravels@gmail.com, मोबाइल नम्बर लेख्ने, फ्याक्स नम्बर 8वटा लेख्ने, मोबाइल नम्बर त हामीलाई थाहा छँदैछ 10वटा हुन्छ भनेर, त्यो लेख्ने। यदि गरिसकेपछि 10 मार्क्स आउँछ। फर्मेटले नै हो सबै क्यारी गर्ने, भित्र लेखेको कुरा त कसले नै पढ्छ। सुरुमा इन्ट्रो, त्यस पछाडि भिजन, त्यस पछाडि मिसन, अब्जेक्टिभ, अनि स्पेसिफिक वर्क, अनि त्यस पछाडि लास्टमा यहाँ टेल, अनि त्यस पछाडि यहाँ मुनि कन्ट्याक्ट डिटेल्स, यति लेख्नुपर्ने हो।